सल्लाहकार समितिका सदस्य नेकपा माओवादी देवराज खनालज्यूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। समितिका सदस्य श्री काशीनाथ अम्गाईज्यूलाई आसन ग्रहणका लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आसन ग्रहण गरिदिनु हुन ती सभापति नेपाली कांग्रेसका निमप्रभा श्रेष्ठज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी गराउनको निमित्त आउनुहुने सम्पूर्ण महानुभावहरू र विशेष गरी यो कार्यक्रमको चाहिँ प्रमुख अतिथिज्यू विशेष अतिथिज्यू ड्यासमा बस्नुहुने सम्पूर्ण महानुभावहरूलाई हाम्रो यो कार्यक्रममा हार्दिक स्वागत गर्दै स्वागतम भन्दै मेरो आफ्नो भलाइ अर्थ गर्न चाहन्छु। हस्त धन्यवाद, नमस्कार। ढुङ्गा फुलका हामी एउटैमा नेपाली सार्वभौमै फैलिएका मेचीमा अगाडि सयौं ढुङ्गा फुलका हामी एउटैमा नेपाली सार्वभौमै फैलिएका मेचीमा अगाडि प्रकृतिका कोटि कोटि सम्पदाको आचरण वीरहरूका शान्ति भूमि तारै पहाडी मन अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। हार्दिक धन्यवाद। म फेरि यहाँहरूलाई एकछिन कष्ट दिन्छु। प्रमुख अतिथि विशेष अतिथि आजका अध्यक्षज्यू लगायत यसमा आसीन सम्पूर्ण शहीदहरूप्रति मौन धारण गर्ने कार्यक्रम रहेको हुनाले हामी 1 मिनेट मौन धारण गर्नेछौँ र म सुरु गर्दैछु। 1 2 3। हाम्रा प्रमुख अतिथि माननीय पर्यटन र पूर्वाधारको दिगोपन सम्प्रीति सुसंस्कृत शहीद लखन नेपालका प्रजातान्त्रिक आन्दोलनका प्रथम शहीद लखन थापा मगर तथा सहयोद्धा जयसिंह चुमी मगरको 146औं स्मृति दिवस समारोह उद्घाटन भयो। मन्दिर चाहिँ अपुरो छ।
हजुरको बाबुराम सर जयसिंह सुमीको बाबुराम सर खै बाबुराम सर यहाँ हजुर सर यता जान क्यामेरा पक्नुस् अहिले एकछिन पछि 2 3 ल सुरु ल आउनुस् फोटो है फोटो तपाईको फोटो शर्मिला शर्मिला न शर्मिला कहाँ गई मामला तो माथि लाउन नभ्याउँछ हातमा राखिदिनु त धनुकाँडमा के हो धनुकाँड हो जानु हो त्यहाँ के भने लङ पूजा गर्नु सक्छ पहिला उता सिरन गरे टाउको माथिबाट सिरन होला त पहिला टाउको पर्दैन के मार्छ सानो भएन त्यो उही सानो भयो निकाली बाहिर भयो म त्यही बसी बोलाइरहेको छु फोटो मात्र खिचिदिने यताबाट उता फर्किन्छ यता फर्किन्छ सबैजना शेर बाबु आयो फोटो आयो सरन दाइ अलि यता हुन्छ सरन दाइ गरिरहेका छौँ शहीदहरूको स्मरण गरिरहेका छौँ हाम्रो यो स्वतन्त्रता हाम्रो यो खालको जुन परिवर्तन हामीले जुन पाएका छौँ हामी जुन ठाउँमा पुगेका छौँ जुन ओहदामा पुगिरहेका छौँ र हामीले हाम्रो काम गर्दै गर्दा हालका अप्ठ्यारा चुनौतीहरू थिए ती चुनौतीहरूलाई हाम्रा दाजुभाइ दिदीबहिनीहरूले आदरणीय शहीदहरूले जुन प्राणको उत्सर्ग गरेर प्राणको आहुति दिएर आज यो पाइरहेका छौँ अनि यसपछि विमल गुरुङ मीनबहादुर थापा चित्रबहादुर थापा यसै गरी वडा नम्बर 6 का राजु थापा यसै गरी वडा नम्बर 7 बाट सृजना पौडेल यसै गरी वडा नम्बर 8 बाट कुलप्रसाद अङ्काई मीना लामी छाने अब यसै गरी कौमाया गुरुङ सर्वोत्कृष्ट कृषक कौमाया गुरुङ
सफलताको शुभकामना तथा यो गोर्खा जिल्लाको यस्तो ल्याउन यता देखाउन सक्छ यस्तो लगाएर दिनुपर्छ दिएको के यस्तो दिएको त्यो राम्रो हुन्छ नि शहीद लखन गाउँपालिका 2 बाट 1 बाट दिपबहादुर केसी 2 बाट दुर्गाबहादुर थापा 3 बाट ओम नारायण श्रेष्ठ 4 बाट कुमारी थापा 5 बाट जङ्गबहादुर थापा 6 बाट झलकबहादुर आले वडा नम्बर 7 बाट झलकबहादुर आले 8 बाट गिर प्रसाद अमगाई 9 बाट अरुण लामिछाने 6 बाट सर्वोत्कृष्ट तुल बहादुर गुरु को रूपमा प्रदेश सभामा निर्वाचन हुँदै गर्दाखेरि यस भूगोलमा आएर विशेष गरी नेपालका प्रथम शहीद मूल रूपले लखनऊ लुट भनेर भनिएको थियो। पछिल्लो समयमा कुप्रचार गरिएको थियो, कता कता इतिहास पनि बाङ्गिएर लेख्ने गर्दछ। तर जयसिंह चुमी को साथ पाएर लखन थापाले जुन लडाई लखनऊको कमान सम्हाल्नु भएको थियो, वास्तवमा भिक्टोरिया रानी भिक्टोरियाले भारतमा मूल रूपले भारतमा चाहिँ म्युटिनी वार त्यहाँका सम्प्रदायको हिसाबले मुस्लिम सम्प्रदायले म्युटिनी वार जिहादी छोडेका थिए। त्यस वारमा अंग्रेजहरूले खासै मेसो पाएनन्। गोर्खालीहरू दबेर बस्दैनन्। विद्रोह गर्नु परे पनि घरै भित्र पनि अन्याय परे पनि सहदैनन् भन्ने कुरा हामीले बुझ्नुपर्ने हुन्छ। अब कार्यक्रमलाई पनि जोड्न चाहन्छु। नेपाल कम्युनिस्ट पार्टी माओवादीका शहीद लखन सचिव भरत खनालज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। त्यसै गरी सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरू मैले देखिराखेको छु, सबैको नाम भन्न म असमर्थ भएकाले साथीहरूलाई अगाडि आइदिनुमा हार्दिक अनुरोध गर्दछु।
विद्यालयका प्रधानाध्यापकज्यूहरू प्रधानाध्यापकज्यूहरू अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्छु। टिका लगाइदिनु हुन। बलिदानको साँचो अर्थ बुझाइरहेको रगतले मुक्ति मार्ग गरिरहेको क्रान्तिको मिठो सपना बाँडिरहेको क्रान्तिको मिठो सपना बाँडिरहेको गुराँसको थुङ्गा बनी फकाइरहेको गुराँसको थुङ्गा बनी फकाइरहेको शहीदहरू बोलिरहेको हाँसिरहेको चन्द्रमा सुतिनेको शिरमा चन्द्रमा बिहाबारी बारीसमा माया लाउने पन्ध्रमा सुतिनेको शिरमा चन्द्रमा सुतिनेको शिरमा चन्द्रमा बिहाबारी बारीसमा माया लाउने पन्ध्रमा सोटिनेको शिरमा चन्द्रमा सोटिनेको शिरमा चन्द्रमा सोटिनेको शिरमा चन्द्रमा सोटिनेको शिरमा चन्द्रमा सोल्टिनी कौरामा नाचेर त मजाले रमाइलो गरियो मनको धोको अझै पुरा भएन यसो सालैजोमा नाचेर गोर्खा हल्लाउने पो हो कि भइहाल्छ नि सोल्टी है
जाँदैछु सनी चल्छ पहिला नमाने मन बाँधेर जाँदैछु सनी चल्छ पहिला नमाने चल्छ पहिला नमाने सन्टिपुरतिर मनले एक्लै जानै मानेन। यसो गरौँ न, भाग्दिउँ। ए भागौँ न सन्टिनी, भागौँ भनेको।
सर्टिफिकेट दिएको मात्रै खिच्ने हुन्छ कि त्यो राम्रो देखिन्छ कि अर्को जस्तो हात हुँदैन सबै यस्तो गरेर चाहिँ भगवती हिमालयबाट गणेश खनाल सर, जनशक्ति माध्यमिक विद्यालयबाट चिरञ्जीवी काफ्री सर, हिमालय माध्यमिक विद्यालय सम्मान प्राप्त गर्न सफल शहीद स्मृति माध्यमिक विद्यालय। जनशक्ति माध्यमिक विद्यालयका हुर्रे है त हुर्रे लगाएको ल अब कप्लीको अब सिल ताली बजाऊ साथी म ताली ल ताली नपकाइदिएको भाइ हो त्यसरी र राख्नुपर्ने विषयवस्तु खासै छैन, किनकि हामी आज रमाइलो कार्यक्रममा छौँ। अब हाम्रा इतिहासमा लेखिएका जुन शहीदहरूले हाम्रो नेपालमा विभिन्न कालखण्डमा विभिन्न किसिमका योगदानहरू दिएर आज जुन किसिमका उहाँहरूको योगदानप्रति हामीले यो कार्यक्रमहरू गर्न गइरहेका छौँ। यो कार्यक्रमलाई मैले Holy
धन्यवाद रमाइलो भयो त हजुर सबै आदरणीय जनसमुदायलाई सम्मान गरिदिनु हुन तालीद्वारा सम्मान गरिदिनु हुन म हार्दिक जानेलाई कक्षा 8 को नेपाली माध्यमिक त्यसै गरी सुदीप कटेल गणित विषयमा रामेश्वरीमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु। लालु श्रेष्ठ अंग्रेजी महत्त्वपूर्ण हुनेछ भन्ने हामीले त्यसै गरी मनु सुनार अंग्रेजीका लागि कक्षा 5 जन्डी देउराली प्राथमिक विद्यालय
देख्दा हैन देवगामी सेता हेर्नु है सविता लामिछाने सविता लामिछाने बसेर खिच मेरो क्यामेरा मुनि बसेर खिच न हो त्यसरी अलि यता साइडमा आएर खिच यता त्यो मान्छे ननिकाल कि मान्छे नकाटी अर्थ निकाल हामीले उहाँलाई दोसल्ला कदर नतिजा माथि उक्लदै जानेछ हाम्रो अपेक्षा छ सबैका लागि मञ्चमा आसीन जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख समान रूपमा प्यारो छ विपत्ति आएगा गाउँपालिकाका अध्यक्षज्यू आजको यो प्रमुख कार्यक्रमका गण्डकी प्रदेशका सभामुखलाई प्रजातन्त्र ल्याउनको लागि यो मुलुकलाई जनताको हितका लागि जनताको सार्वभौम सत्ता प्राप्त गर्नका लागि तपाईँ हाम्रो पाल्नुभएका जिल्ला समन्वय समितिका Hey!
चेतनाको हिसाबले हेर्दाखेरि उहाँहरूको चेतना साँच्चै गोर्खाको निम्ति होइन विश्वकै निम्ति नेपालको निम्ति पनि असाध्यै मनोयोग्य छ र सिक्न लायक छन्। र मैले तपाईँलाई भन्नै पर्दा यो कार्यक्रम मार्फत पनि दुईवटा कुरा मलाई सिकेको अनुभूति छ। एउटा विद्रोह गर्ने मान्छेको चेतना सामान्यबाट सुरु हुँदो रहेछ। अहिले विद्यार्थी भाइहरूको मैले रामेश्वरीका विद्यार्थी भाइहरूको कुरा हामीले गीत मार्फत पनि सुन्यौँ। यो नेपाल हाम्रो हो कि होइन त? हामी किन यो देशमा व्यवसाय गरेर बसाउन सकिने, किन विदेश जान परेको छ भन्ने मर्मको त्यो गीत सुन्यौँ। यसले चेतना पनि दियो, विद्रोह गर्ने पनि अधिकार छ भन्ने कुराको सन्देश पनि दियो। यो कुरा धेरै मार्मिक छ। तर अहिले हामी नेपालको सन्दर्भमा हामी हिजोदेखि संविधान सभा लगाएका अहिले पनि संविधान संशोधन गर्ने, नयाँ संविधान बनाउने कुराकानी गरिरहेका छन्। हामीले अहिले के देख्छु मैले, हामी सबैले बुझ्ने कुरा, संविधान एकपटक बनाएको त सधैँ त्यही संविधान कारण भइरहँदो रहन्छ। जसरी उमेर बढ्दै गएपछि कपडा फेर्दै जाने हुन्छ, चेतना बढ्दै गएपछि हामी संविधान पनि संशोधन गर्नुपर्ने, नयाँ संविधान पनि बनाउने आवश्यकता हुन्छ। हिजो त्यस्तो अवस्था थिएन। संविधान स्थिर हुँदो रहेछ, कानुन स्थिर हुन खोज्छ, तर समाजको विकासक्रम चाहिँ गतिशील हुन्छ। त्यो गतिशीलतालाई जसले पक्राउन सक्दैन त्यहाँनिर विद्रोह हुँदो रहेछ। त्यसो नेपालको इतिहासमा पनि 10-15 वर्षको अन्तरालमा जसरी विद्रोहका घटनाहरू हामीले देखिरहेका छौँ, त्यो संविधानलाई बुझ्दिनु मात्रै लागू गर्ने कुरामा हाम्रा शासकहरूको निम्ति समस्या देखा परे हिजो। अब त्यस्तो नहोस् भनेर यो 72को संविधानले दुईटै बहुमतद्वारा संविधानलाई संशोधन गर्ने, अहिले पनि बहुमतद्वारा पनि कतिपय ऐनहरू संशोधन गर्ने अधिकार दिएको छ। तर मैले तपाईँहरू धेरै कार्यपालिका साथीहरू हुन्छ, कर्मचारी साथीहरू हुनुहुन्छ, कमसेकम संविधानमा यिनीहरू कहाँ छ त, त्यसलाई कसरी नयाँ ढङ्गले अगाडि बढ्न सकिन्छ त भन्ने बारेमा सबैले बुझ्ने र अध्ययन गर्नको निम्ति म तपाईँ सबैलाई अनुरोध गर्न चाहन्छु। हाम्रो त आवश्यकता रहेछ, तर विद्रोह त्यसै भएका छैनन्। विद्रोह रहरले गर्दैन कसैले। विद्रोहको जो आधारभूमि खडा हुँदै जान्छ, यो संविधानलाई हेरफेर गर्न नसकिने, विगतका जे भए त्यसैमा हामी टिकिरहने जो हाम्रो परम्परा रह्यो त्यसलाई तोड्नको निम्ति चेतनाको आवश्यकता छ। यो कार्यक्रमले चेतनाको पनि सन्देश दिएको छ भन्ने मैले ठानेको छु। दोस्रो कुरा, साथीहरूले म जनप्रतिनिधि भए नाताले विकासमा पनि कुराकानी गर्नुभयो। विकासको कुराकानी गर्दा हामी जनप्रतिनिधि हौँ, तर विकासका निर्माण कुराकानी यो प्रदेश सभा चाहिँ कस्तो छ भन्नुलाई भने, प्रदेशको सरकार चाहिँ केन्द्रीय जुन सङ्घीय सरकार छ त्यो पुरानै सरकार भयो, नाम मात्रै धेरै भएन। त्यहाँका भौतिक संरचनाहरू, बजेटहरू र अधिकारहरू पर्याप्त छन्।
स्थानीय सरकार पनि विगतमा विभिन्न रूपबाट चल्दै आए, त्यसको पनि केही न केही आकार छ। तर प्रत्येक सरकारको चाहिँ आकार भर्खर बनेको हुनाले यो धेरै परिपक्व भइसकेको छैन। यसले धेरै दुःख गरे अझै सरकारलाई व्यवस्थित गर्ने, त्यसले अधिकार प्राप्त गराउने पनि धेरै कुराहरू गर्नुपर्ने, धेरै तलमाथि मिलाउनु पर्ने आवश्यकता रहेछ। हामी त्यसमा लागिरहेका छौँ। त्यसो भयो भने हामी अलिकति काम गर्न सक्छौँ। तर मलाई के लाग्छ भन्नाले अहिले पनि बजेट केन्द्रमै बढी छ। हामी ऐनलाई अथवा कानुनलाई बनाएर अहिले अधिकार स्थानीय सरकारलाई बढी दियौँ भने तपाईँ जनप्रतिनिधि स्थानीय सरकारले नै बजेट विनियोजन गर्ने अधिकार प्राप्त गर्छ। त्यसो हुँदा तपाईँ आफैले कहाँको आवश्यकता कति छ भनेर त्यसलाई ठिक ढङ्गले ठिक ठाउँमा बजेट हाल्न सक्नुहुन्छ। त्यो अधिकारले गर्ने कुरा हाम्रो ठाउँबाट छ र तपाईँहरूले पनि जनप्रतिनिधि साथीहरूले पनि आफ्ना पार्टीका च्यानलमा यो कुरालाई उठाएर बजेटलाई व्यवस्थित ढङ्गले तल ल्याउनको निम्ति प्रयत्न गर्यो भने धेरै स्थानीय सरकार अझै व्यवस्थित बलियो हुन्छ र जनता हुन्छ। यो अहिलेको आवश्यकताहरू मैले बुझेको छु, साथीहरू सबैले बुझ्नु होला। र मैले दुईवटा यहाँ समाजलाई विकासको निम्ति 2-3 कुरा आवश्यक छ। यहाँ साथीले प्रयत्न गर्नुभएको छ, मदिरा व्यवस्थापन गर्ने कुरा गर्नुभएको छ, तर लागू भएको छैन। कानुन बनाउनु हो, स्थानीय सरकारले कानुन भएको छ, त्यो व्यवस्थित छैन। त्यसले समाजमा विकृति पैदा गरेको छ। यसलाई तपाईँले अझै कडाइबाट लागू गर्न प्रयत्न गर्नुहोस्। अरू पनि कयौँ ऐन बनाउनु भएको छ, कानुन बनाउनु भएको छ, त्यो व्यवहारिक नभएको भए त्यसलाई सच्याउन, त्यसलाई नयाँ ढङ्गले फेरि संशोधन गर्न अथवा आवश्यक प्रथाहरू अरू ऐन बनाउन पनि आवश्यक छ। त्यो पनि सरसल्लाह गर्दै अगाडि बढ्नु होला र हामीलाई पनि सुझाव दिनु होला। एउटा मैले त्यो आवश्यकता ठानेको छु। दोस्रो आवश्यकता जमिनको चक्लाबन्दी गर्नु छ हामीले। साँच्चै मान्छे विदेश जान पर्ने कारण देशमा उद्योग छैनन्। कृषि पनि धाराशायी हुँदै गयो। हाम्रो अर्थतन्त्र न कृषिमा टिकेको छ न उद्योगमा टिकेको छ। हामी खालि विदेशबाट आउने पैसामा भर परेका छौँ। यसलाई कृषि बेसमा हामीले अहिले व्यवस्थित गर्नको निम्ति जमिनलाई 2 भागमा, एउटा आवास क्षेत्रमा, एउटा चाहिँ कृषि क्षेत्रमा मात्रै वर्गीकरण गर्न जरुरी छ। अरू भइरहेका छन्, अलिअलि भएको छन्, धेरै गर्नु पर्दैन। त्यसरी कृषि क्षेत्रलाई अलिक व्यापक बनाएर जमिन भए पनि हाम्रो टुक्रेका जमिन छन्, छरिएका जमिन छन्, त्यसलाई कमसेकम एकै ठाउँमा चक्लाबन्दी गर्ने, त्यसरी एकीकृत बस्ती विकास गर्ने 2टा ऐन स्थानीय सरकारले नै बनाउन आवश्यक छ। हामी प्रदेशमा त्यो प्रयत्न गर्छौँ, त्यो सङ्घीय सरकारले नै अनुरोध गर्छन्। यसो गरे पनि हामी धेरै जनसमुदाय, धेरै युवाहरूलाई रोजगार दिन सक्छौँ। यहाँ कयौँ खानीहरू छन्, उद्योगहरू छन्, त्यसलाई व्यवस्थापन गर्न पनि जरुरी छ। त्यही पनि ऐनकाले छिकेका छन्, त्यसलाई नै संशोधन गरेर हामी अगाडि बढाउनको निम्ति प्रयत्न गर्छौँ। यहाँ पनि के छ त स्थानीय स्रोत साधनहरू हामी तपाईँहरूले के गरिरहनु भएको छ, के गर्न आवश्यक भयो, के पछि प्रदेशले गरिदिनु पऱ्यो, के सङ्घले गरिदिनु पऱ्यो भन्ने हामी पुलको काम गर्छौँ। तपाईँ जनप्रतिनिधि साथीहरू ती सबै मसिनो ढङ्गले अध्ययन गरेर हामीलाई सुझाव दिनु होला। सकेका काम तपाईँले गर्न सक्नुहुन्छ। तसर्थ मैले अर्को कुरा तपाईँलाई भन्ने कुरा, जहाँसम्म अधुरा योजनाहरू छन् त्यसलाई सम्पन्न गर्न प्रयत्न गर्नुपर्छ। हामी एउटा योजना अधुरो छोड्ने, फेरि नयाँ योजना हामीले थप्ने प्रयत्न गरिरहेका छौँ। एउटा त समस्या छ हामीलाई, तर एउटा राम्रोसँग गरौँ। हाम्रा वडामा मेरो कार्यपालिका साथीहरूलाई म के जस्तो भन्नु होला भने बजेट पुरै छर्नुहुन्छ। नछर्नु भएन, जनप्रतिनिधि भएपछि ठाउँमा चुनावको बेला पनि भोट माग्दै विकास निर्माण गर्छु भन्दै नै गयौँ। त्यसो हुँदा हामी बजेट अलिअलि बढ्दै जाँदाखेरि बजेटले ठोस आकार लिएको छैन। तपाईँलाई राम्रो थाहा छ, समाजमा तपाईँ हेर्नु हो भने धेरै ताराहरू भए पनि प्रकाश दिन सक्दैन, तर एउटा चन्द्रमा बनाउन सक्यो भने त्यसले प्रकाश दिन्छ। जस्तो मर्गमालीको ठुलो प्रकाश दिएको छ। कति धेरै व्यापक मान्छेहरू यहाँ पर्यटकहरू हेर्न आउँछन्, दर्शन गर्न आउँछन्। त्यसले नेपालको मात्रै होइन, गोर्खा जिल्लाको मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि मर्गमा मन्दिर धेरै विश्वमा चिनिएको छ। अझैलाई विश्व सम्पदा सूचीमा जोड्न पाइयो भने अझैले ठुलो रूप दिन सक्छ। हामीले त्यो देखेका छौँ। त्यस्तै गरी अरू के हो त हामीले गर्न सकिने, एउटा क्षेत्रमा चाहिँ अलि बढी रकम लगानी गरेर त्यसलाई व्यवस्थित गऱ्यौँ भने वास्तविक विकास चाहिँ नयाँ मोडलमा जानुपर्छ जस्तो लाग्छ मलाई। हामी छर्ने बानी गरेका छौँ। सबै नछर्ने ढङ्गले एउटा परिणाममुखी काम गर्न गाउँपालिकाले प्रयत्न गरोस् भन्ने मेरो आग्रह हो। हामी पनि त्यसै नै बल गर्छौँ, कति सकिन्छ हामी कोसिस गर्छौँ। तर सभामुख भनेको कार्यकारी पद होइन। मन्त्री जस्तो पैसा पाउने ठाउँमा हामी छैनौँ अहिले, तपाईँले बरु बुझ्नु पऱ्यो। समन्वय गर्ने भूमिका हुन्छ हाम्रो। हामी साथीलाई अनुरोध गर्न सक्छौँ, तर बजेटै यदि यहाँ चाहियो भने हामीले त्यसरी बाँड्न सक्ने अवस्था नै हुँदैन अहिले। मेरो भूमिका त्यस्तो हो। यो कुरा पनि तपाईँले बुझ्न जरुरी छ। त्यसरी आफ्ना च्यानलबाट साथीहरूलाई, दलहरूले, यहाँ काङ्ग्रेसका साथीहरू हुन्छ, एमाले साथीहरू हुन्छ,
तपाईँले आफ्नो दलबानी कुराकानी गर्नु होला। मैले नि यो क्षेत्रमा यसरी म यहाँको जनप्रतिनिधि हो, यो आवश्यक छ भनेर भन्न प्रयत्न गर्छु र केन्द्रमा पनि बल गरौँ। यति बेला हाम्रै जिल्लाको प्रधानमन्त्री हुनुहुन्छ, हाम्रै जिल्लाको प्रधानमन्त्री हुनुहुन्छ, भौतिक पूर्वाधार मन्त्री हुनुहुन्छ, तर तपाईँहरू साथीहरू अलि बढी क्रियाशील भइदिनुहोस् अहिले। तर बजेट आएको छ, काम भइरहेको छैन। त्यो काम पनि यहाँ भएका योजनालाई नै छिटो सम्पन्न गर्न प्रयत्न गर्ने हामीले। त्यसपछि नयाँ योजना माग्ने पनि सँगसँगै दौडिने कुरामा चाहिँ जनप्रतिनिधिहरूको भूमिका बढाउन पर्छ र सामाजिक अभियन्ताहरूले पनि त्यसमा जोड दिनुहुन्छ भन्ने मलाई लाग्छ। अरू मैले धेरै कुरा गर्न आवश्यक ठानेको छैन। म पुनः तपाईँहरूलाई यो कार्यक्रममा परिवर्तित बनाउनु भयो र यहाँ एउटा काम गरेर बाँकी छ। यहाँका विभिन्न जमिनहरू छन्, यसको मुआवजा लिन पनि बाँकी छ। यसलाई गाउँपालिकाले उचित मुआवजा दिने व्यवस्था गर्न जरुरी छ। जस्तै यही ग्राउन्डको पनि र पनि यस्ता कामहरू होलान् गाउँपालिकामा अधुरा गरेका छन्, त्यसलाई उचित समसामयिक ढङ्गले कति बजेट नियोजन गर्नुपर्छ मिलाएर कमसेकम त्यो काममा जोड गर्नुपर्छ भन्ने लाग्छ मलाई। बुढीगण्डी आयोजनाको काम पुरा भएको छैन, हामीसँग बल गरिरहेका छौँ, हामी केन्द्रमा कुराकानी गरिरहेका छौँ। अझै हामी यति बेला प्रधानमन्त्री गोर्खा जिल्लाले पाएको कारणले हाम्रो प्रयत्न अगाडि बढिरहेका छन्। मैले अब लामो भन्दा पनि हामी फेरि भोलि गण्डकी प्रदेशको सभा सञ्चालन गर्नुपर्ने छ, अहिले पोखरा जानुपर्ने भएको हुनाले म तपाईँसँग यति भन्दै आगामी दिनमा फेरि तपाईँसँग भेट हुने अपेक्षा गर्दै अहिले बिदा हुन्छु। सबैलाई नमस्कार।
गरिदिनु सांगीतिक हो अक्षर आउने हो हाम्रो गौरव सर यही नाच्नु भएको छ सरलाई किन तालीमा नदिनु गौरव सरकारले हार्दिक माग गर्न चाहन्छु बजाइदिनु त गीत
यो गीतै प्रथम शहीद लखन थापा मगर तथा सहयोगदा जयसिंह चुन्नी लगायत आफ्नो ज्यान बलिदान गर्नुहुने सम्पूर्ण योद्धाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। यिनै योद्धाहरूको बलिदानले आज हामीले गणतन्त्र पाएका छौँ। आजको दिन यो ऐतिहासिक दिन हो। यहाँ धेरै विषयवस्तुहरू आइसकेको छ। त्यसकारण म धेरै बोल्न चाहन्न कि यस हाम्रो यस प्रथम शहीद लखन थापा स्मृति दिवसको दिन हामीले फागुन 2 गते र गुठी पञ्चमीको दिन हामी गाउँपालिकाले कार्यपालिकाको बैठकबाट नै निर्णय गरेर 2 दिन हामीले बिदा घोषणा गरिसकेका छौँ र त्यसको साथै जनयुद्ध दिवसको हिजो 1 गते पनि हामीले बिदा घोषणा गरिसकेका छौँ, सार्वजनिक बिदा। र विभिन्न तीर्थयात्रीहरू हाम्रो मनोकामना मन्दिरमा आएका तीर्थयात्रीहरूलाई हामीले यो प्रथम शहीद लखन थापासम्म यहाँ पर्यटकीय क्षेत्रको रूपमा हामीले स्थापित गरेर लैजानको लागि र यहाँका जनताहरूको आर्थिक उन्नतिको विकास गर्नको लागि हामीले हाम्रो यस स्थलमा हामीले थुप्रै संरचनाहरू विकास निर्माणका संरचनाहरू बनाइसकेका छौँ। यो विषयमा हाम्रो प्रमुख प्रशासकीय अधिकृतज्यूले राखिसक्नु भएको छ। आफ्नो गाउँ आफै बनाऊ भन्ने नाराका साथ हामी यहाँका स्थानीयवासीहरूले के मनन गर्नुपर्छ भने हामीले सङ्ग्रहालय सधैँ बनाउनु पर्छ, सङ्ग्रहालय भएन भनेर हामीले थुप्रै कुराहरू उठाउँदै आएका थियौँ। अहिले सङ्ग्रहालय बनाउनको लागि बजेट गरिसकेको छ, तर यहाँका स्थानीय व्यक्तिहरूबाट हामीलाई जग्गाको समस्या भएको कारणले हामीले जग्गा व्यवस्थापन गर्नको लागि तपाईँहरू हर पल चाहिँ तपाईँहरूले यहाँ लागि पर्नुपर्ने छ र यहाँ जग्गाको व्यवस्थापनको समस्याको कारणबाट हामीले यहाँ थुप्रै संरचनाहरू बनाउन नसकिरहेको हामी गाउँपालिकालाई असाध्यै गाह्रो भइरहेको यो विषयवस्तु छ। अघि हाम्रो प्रशासकीय अधिकृतज्यूले भनिसक्नु भएको छ, यसमा म धेरै भन्न चाहन्न र तपाईँहरूले जति पनि यहाँ जति सक्यो धेरै जग्गाको व्यवस्थापन गर्न सक्नुभयो भने त्यति धेरै नै यहाँ संरचनाहरू बन्न सक्नेछ र तपाईँहरूको बिचमा हामीले पर्यटकीय क्षेत्रको रूपमा हामीले यस प्रथम शहीद लखन थापा स्मृति दिवसको दिन यहाँ हामीले थुप्रै कार्यक्रमहरू गर्दै आइरहेका छौँ र जुन फागुन 2 गतेको दिनमा हामीले यो कार्यक्रम गर्दै आएका छौँ भने गुठी पञ्चमीको दिनमा पनि हामीले विभिन्न हाम्रा सांस्कृतिक झल्कने किसिमका चाहिँ हामीले कार्यक्रम सांस्कृतिक कार्यक्रमहरू हामीले गुठी पञ्चमीको दिनमा मनोकामना मन्दिरमा चाहिँ हामीले यी कार्यक्रमहरू गर्दै आएका छौँ। त्यसको साथसाथै हामीले माघे सङ्क्रान्तिको दिनमा हामीले जुन गोरु जुधाउने कार्यक्रमसँगै जोडेर हाम्रो अगुवा किसानहरूले कृषि प्रदर्शनी कार्यक्रम मेला पनि हामीले गरिसकेका छौँ र आज यहाँ अगुवा किसान धन्यवाद। यसै मायाको चिठो लिइदिनु हुन म जिल्ला समन्वय समितिका यसै गरी बिच्चामा पाल है ठ्याक्क मान्छे नफाट्ने कार्यक्रमको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने यस क्लबका उपाध्यक्ष जगतबहादुर राणाज्यूलाई हार्दिक सम्मान। शहीद लखन गाउँपालिकाले एउटा विशेष समारोहका बिचमा नेपालकै प्रथम शहीद लखन थापा मगर र जयसिंह चुनी मगर लगायत उहाँका सहयोद्धाहरूलाई सम्झने काम गर्यौँ। सहयोद्धाहरूका सन्ततिहरूलाई सम्मान गर्ने काम गर्यौँ र माघ 28 गतेदेखि 1 गतेसम्म शहीद लखन गाउँपालिका भरिका विद्यालयहरूको खेल प्रतिभाहरूलाई हामीले प्रस्फुटन गर्ने काम गरायौँ र उहाँहरूलाई पुरस्कृत पनि गर्यौँ। यसरी शहीद लखन गाउँपालिकाले विविध ढङ्गले नेपालका प्रथम शहीद लखन थापा मगर जयसिंह चुनीलाई सम्झने काम गरेका छौँ, सम्मान गर्ने काम गरेका छौँ। त्यसैले यो 146औं यो स्मृति सभामा म ती महान शहीदहरूप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु
जसले देश र जनताको हितको निमित्त आफ्नो प्राणको बलिदान प्रदान गरे। विभिन्न हैन जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन लगायतका क्रममा शहादत प्राप्त गर्नेहरू ती शहीदहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। घाइते अपाङ्गहरूप्रति म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र देश र जनताको हितको निमित्त काम गर्ने ती महान शहीदहरू सधैँ अमर रहन्छन्। त्यसैले शहीद लखन गाउँपालिकाले विविध कार्यक्रम सहित आजको यो कार्यक्रम सञ्चालन गरेका हौँ। यो कार्यक्रमलाई आफ्नो गरिमामय उपस्थितिका साथ यो गाउँपालिकाका आमन्त्रणलाई स्वीकार गर्दै प्रदेश सभाका सभामुख माननीय कृष्ण धितालज्यू, प्रतिनिधि सभाका माननीय ज्यू राजेन्द्र बजगाईज्यू, राजनीतिक दलका नेतागणहरू, हाम्रा कर्मचारी मित्रहरू, कलाकार मित्रहरू, पुरस्कृत हुनुहुने किसान मित्रहरू, शिक्षक मित्रहरू सम्पूर्णप्रति म हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छु। र यो आजको दिन हामीले नेपालकै प्रथम शहीद लखन थापा मगरका सहयोद्धा जयसिंह चुमी मगरको पूर्ण कदको शालिगलाई अनावरण गऱ्यौँ। यो लखन थापा मगर र जयसिंह चुमीको यो विद्रोह किल्ला परिसरलाई नेपाल सरकारको तर्फबाट विशेष अनुदानमा 1.5 करोड रुपैयाँ सङ्ग्रहालयको निमित्त प्राप्त भएको छ।